अत्यन्तै महत्त्वपूर्ण भरपर्दा तथा अनुशासित भलिबल खेलाडी जीवन सुनार। स्वागत छ जीवन सुनारज्यूलाई। नमस्ते, म भलिबल खेलाडी जीवन सुनार। सन्चै आराम हुनुहुन्छ? हजुर, म ठिकै छु अहिले। तपाईँको जन्मस्थान चाहिँ? मेरो बरेङ गाउँपालिका वडा नम्बर 2 बाग्लुङ। हजुर, तपाईँ यो भलिबल खेलमा कसरी लाग्नुभयो? भलिबल खेल त अब गाउँतिर हुने नै भलिबल खेल हो, अरू त हुँदैन। अब त्यही गाउँमा खेल्दा खेल्दै वडा कप यताउति खेल्दा अब आइसाइट अलि राम्रै थियो सानोदेखि। अनि खेल्दा खेल्दै जस पछिल्लो सिजनमा अब जिल्ला हुँदै अब प्रदेशसम्म खेल्यो, त्यही हो। अहिले चाहिँ तपाईँको उमेर कति भयो? अहिले मेरो 24 भयो। यो भलिबल खेलमा लाग्दै गर्दाखेरि तपाईँको प्रेरणाको स्रोत चाहिँ? यस्तो गाउँमा चाहिँ अब साँझ खेल्ने बेलामा दाइहरूले चाहिँ ल आइन्छ खेल्नुपर्छ, बल राम्रो हुन्छ भन्दा भन्दै आफूले पनि अलिकति बेस दिन लाग्यो। हजुर। अनि बिस्तारै राम्रै हुँदै गयो, अनि मनी खेल्दै गऱ्यो, ठिकै भयो। अहिले ठिकै छ जस। यो भलिबल खेलमा लाग्दै गर्दाखेरि तपाईँले परिवारको के कतिको सपोर्ट छ? सपोर्ट त छ। अब घरमा नै अब वर्षमा 2-4 दिन यसो जाने, नत्र गेम बिजीको बिजी, त्यही हो। घरमा नि मम्मी बाबा मात्रै, अब अरू सबै बाहिर। हजुर। आफू त खेल्न हिँड्ने अहिले। तपाईँको घरमा अन्य परिवार सदस्यहरू पनि खेलाडी हुनुहुन्छ कोही? अर्थात् पहिला खेल्ने गर्नुहुन्थ्यो कि नै? पहिला अब दाइ भाइ अलिअलि खेल्नुहुन्थ्यो, अब उहाँहरू अहिले बाहिर जानु, म चाहिँ अहिले गाउँमा। हजुर। तपाईँले अब हामीले गण्डकी प्रदेश भलिबल टिममा अर्थात् यो भलिबल खेल क्षेत्रमा कति समय देख्न पाउनेछौँ? अब हेर, अब खेल्दै जाऊ, अब समयले अब सबै कुराले शरीरहरूले साथ दिएसम्म अब 2-4 वर्ष खेलिन्छ यहाँ नेपाल हुँदाखेरि। अब त्यसपछि त जाने विदेश चाहिँ अब जानु पर्यो। हजुर। अब भलिबल खेलेर नेपालमा केही पनि छैन, जानुपर्छ विदेश, त्यही हो। जस्तो अहिले पछिल्लो क्रममा धेरैजना नेपाली भलिबल खेलाडीहरू विदेशी सक्नुभएको छ र विदेशी क्रम जारी छ। के तपाईँले पनि विदेशी योजना त बनाउनु भएको छैन? फेरि त्यस्तो सोच त केही पनि छैन। अब केही अझ 2-4 वर्ष खेलिन्छ भन्ने सोच्छु, त्यसपछि अब जानैपर्छ, त्यही हो। यानि कि तपाईँले हामीले केही 2-4 वर्ष चाहिँ अझै पनि भलिबल खेलमा देख्न पाउनेछौँ, खेलेको देखिराख्नु पाउनेछौँ। एउटा खुसीको कुरा पनि। अब शरीर सबै कुरा साथ दिनु पऱ्यो नि त। हजुर। बिचमा केही भइहाल्यो भने त अब गाह्रो हुन्छ, नत्र 2-4 वर्ष म नेपालकै खेलिरहन्छु। हजुर। तपाईँ गण्डकी प्रदेश भलिबल टिमबाट पनि खेलिसक्नु भएको छ। तपाईँको अनुभवमा के भलिबल खेलाडीले देशमै खेलेर आफ्नो परिवार अर्थात् आफ्नो आय आर्जन गर्न सक्छ या सक्दैन? अब खेल्ने बेला आफू खेल्ने बेलासम्म त ठिकै हो। हजुर। अब मभन्दा सिनियर दाइहरूसँग म धेरै गेम खेलिसक्यो, लगभग नेपालमा खेलेको दाइहरू लगभग सबैसँग खेलिसक्यो होइन। हजुर। भलिबल अब खेल्ने बेलासम्म ठिकै हो, अब गेम खेल्न छोडिसकेपछि त अब गाह्रै हुन्छ। भलिबल छोडेपछि अब जानुपर्छ बाहिरै कमाउन। जस्तो तपाईँ गण्डकी प्रदेश भलिबल टिमबाट खेल्दै गर्दाखेरि पछिल्लो समयमा चाहिँ तपाईँले हामीले केही समय देख्न पाएका छैनौँ। खास के कारणले हो तपाईँले हामीले अहिले पछिल्लो समयमा चाहिँ गण्डकी प्रदेश भलिबल टिमबाट देख्न नसक्नुको कारण चाहिँ? मेरो अब घरमा नि त्यस्तै समस्या थियो, 1-2 म्याच छुट्यायो मेरो आफ्नै घरको समस्याले गर्दा। हजुर। अस्ति रुकुम कप हुँदा चाहिँ अब त्यस्तै भयो। अब सबै अब गण्डकीदेखि जानुभयो, म चाहिँ अब मणिमुकुन्ददेखि गयो। अब सेलेक्सन त भएन, अब कन्ट्याक्टमा आफू कन्ट्याक्टमा जानुभएको रहेछ। हजुर। अनि म चाहिँ मणिमुकुन्द क्लबदेखि उता दाइहरूले कल गर्नुभएको थियो, अनि उतैदेखि समावेश भइयो, खेल्यो, त्यस राम्रै भयो। हारजित आफ्नो ठाउँमा छ। तपाईँले पुनः हामी गण्डकी प्रदेश भलिबल टिमबाट देख्न पाउनेछौँ कि नै? अब खै हेर, अब के हुन्छ, अब त्यो त अब गेम भएपछि थाहा होला। आशा गरौँ तपाईँले पुनः हामीले गण्डकी प्रदेश भलिबल टिममा कमब्याक भएको देख्न पाउनेछौँ। तपाईँलाई नेपाली भलिबल खेलाडीहरूमध्ये सबैभन्दा मनपर्ने खेलाडी को हुनुहुन्छ? भलिबल पहिल्यैदेखि अब खेल्दै आउनुभएका हाम्रो सञ्जय आराल दाई, अनि फेरि घनश्याम दाई, धनबहादुर मानबहादुर दाईहरू सबै राम्रै लाग्छ मलाई। त्यो मध्येमा पनि तपाईँले सबैभन्दा मनपर्ने खेलाडी को हुनुहुन्छ? सञ्जय
त्यस्तै गरी तपाईँले मनपर्ने बेस्ट ओपन स्पाइकरमा त्यो सञ्जय हराल दाई अनि फेरि धनबहादुर भट्ट, मनबहादुर राई, सञ्जु दाई पनि राम्रै लाग्छ अहिले पछिल्लो सिजन।